सत्ता चाहिँ कसरी मिलाउनु भयो, कसरी मिलाउनु? समग्र विषयमा त अहिले प्रवक्ताले समग्र विषयमा राख्नुहुन्छ। पहिलो कुरा देशको लोकतान्त्रिक आन्दोलनको सुदृढीकरणको निम्ति, लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति हाम्रो पार्टी जसले यो परिवर्तनमा सबभन्दा महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्यो, यसलाई एकताबद्ध गर्ने चुनौती हाम्रो अगाडि थियो। त्यो चुनौतीलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौँ र पार्टी एकताबद्ध भएको छ र हामी सामूहिक प्रतिबद्धता गरेका छौँ। अबदेखि हामी अझ सुदृढ एकताको साथ सबै खाले गुटबन्दी समूहबद्धताको अन्त्य गर्ने सङ्कल्प लिएका छौँ। सामूहिक रूपले प्रतिबद्धता गरेका छौँ र फेरि एकचोटि जनतामा जाने र देशमा अहिले देखा परेका विसङ्गतिहरूको अन्तको निम्ति आन्दोलन गर्ने निर्णय भएको छ। विषयमा बोल्नु पर्यो। कुलिङ पिरियडमा उहाँहरूले चाहिँ हस्ताक्षर गर्न मान्नु भएन हैन, मुख्य सचिवकै चाहिँ निर्देशनमा आऊ भन्ने छ, व्यक्ति तोक्ने कुरो पनि भएको छैन। यसलाई कसरी हेर्नु भएको छ? यसलाई हामीले पहिले नै भनेका छौँ। यो विषयमा जुन चलखेल र गल्ती भएको छ, दोषीलाई कारबाही गर्ने गरी छानबिन समितिले रिपोर्ट अहिलेको राष्ट्रिय राजनीतिलाई कसरी